हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी हाम्रो साङ्लाको नयाँ साइटमा आएको छौँ। हाम्रो यो 3.5 तलाको घर जुन नियो क्लासिकलमा डिजाइन भएको छ, जसमा चाहिँ हाम्रो ग्राउन्ड फ्लोर चाहिँ रेन्टलको लागि छ भने माथिको 3.5 तला चाहिँ हाम्रो क्लाइन्ट एरियाको लागि छ। सो यो घरको बारेमा चाहिँ हाम्रो साइट इन्जिनियर सर खेम सर हुनुहुन्छ, उहाँले अलिकति धेरै कुराहरू भनिदिनुहुन्छ। सो नमस्ते खेम सर। हजुर सर नमस्ते। यो साइटको बारेमा केही भनिदिनु न, कस्तो छ के छ भनेर। अहिले चाहिँ हाम्रो साइडमा लगभग प्लास्टर काम सकेर अहिले चाहिँ हजुर बुट्टा काम भइरहेछ। हजुर प्लस माथि ग्रेनाइटको काम चाहिँ स्टार्ट हुँदैछ। हामी भित्रै जाँदै गरौँ अनि कुरा गर्दै गरौँ। सो यो घरको फर्स्टको यो मेन इन्ट्रान्स त्यो चाहिँ यो गेट रहेको छ है। हजुर हजुर। सो गेट चाहिँ कति फिट जति होला? यो चाहिँ हाम्रो 15 फिटको छ सर। यो 15 फिटको गेट 15 छ। फिटको। हाम्रो चाहिँ एउटा गाडी अटाउन मिल्ने जति हजुर, स्पेस रहेको छ होइन। यहाँ गाडी सर आएर यहाँ चाहिँ पार्क हुने भयो। अनि हामीले यो ठाउँमा चाहिँ अपग्रेडेड कामहरू त भइराखेको छ। सो यतापट्टि अर्को साइडमा पनि हाम्रो बाइकहरू मजाले राख्नु मजाले। सो फर्स्टमा यो घरको स्टार्टिङ पोइन्टमा चाहिँ अब यो पोर्सन भनेको चाहिँ ढोका, यो ढोका चाहिँ क्लाइन्टको ढोका। हजुर। अब यो रेन्टलको ढोका चाहिँ कुन ठाउँबाट छ? हाम्रो रेन्टलको पछाडितिर छ। सो अब चाहिँ हामी रेन्टलको सेक्सनमा जाउँ। रेन्टलको सेक्सनमा जानु पर्दाखेरि चाहिँ हामी यो सेक्सनबाट जानु पर्दो रहेछ। सो हामी रेन्टलको एरियाको जाने बाटो गेटहरू चाहिँ यो सेक्सन रहेको छ। अघिको जुन अगाडिको सेक्सन चाहिँ त्यो चाहिँ क्लाइन्टको पर्सनल स्पेस भयो भने यो चाहिँ रेन्टलको लागि भयो नि त सर? हजुर सर। सो यो यता अलरेडी गेट रहेछ, के भनिदिनु न त्यसको बारेमा। विशेष गरी हाम्रो चाहिँ रेन्टलको लागि यो गेट भयो। हाम्रो यतातिर 13 फिटको बाटो छ, त्यसले गर्दा यतातिर पनि यसरी सेपरेटली गेट चाहिँ राख्न मिल्यो। हजुर। यो चाहिँ हाम्रो गेट चाहिँ 7 बाई 9 फिटको छ। हजुर। सो अहिले चाहिँ हाम्रो प्लास्टरको काम भइरहेको रहेछ होइन हजुर। यता चाहिँ। सो यो ठाउँमा चाहिँ हाम्रो स्पेस टन्नै छ। यतापट्टि हाम्रो वाटर फाउन्टेनदेखि लिएर मजाले बाइकहरू रेन्टलको लागि पनि राख्न मिल्ने सेक्सन रहेको रहेछ। सो अब रेन्टलको एरिया जाने बाटो चाहिँ दुईवटा ढोका रहेको रहेछ। दुईवटा ढोकामा चाहिँ यो दुईवटा सेक्सन चाहिँ रेन्टल नै हो। हजुर, दुईटै रेन्टल नै हो सर। भनेपछि दुईवटा परिवार बस्न मिल्यो यसमा होइन? छुट्टा-छुट्टी। सो अब यतापट्टिको सेक्सनमा जाँदाखेरि चाहिँ यो चाहिँ हाम्रो किचन भयो। यो चाहिँ हाम्रो अट्याच एउटा कोठा, हजुर, एउटा फ्यामिलीको लागि कोठा। एउटा फ्यामिलीको लागि। सो यसमा के रहेछ त विशेषता? यहाँ चाहिँ यो किचन भयो होइन, यता बेडरुम छ, यता बाथरुम छ। भनेपछि हाम्रो यो 1 BHK भयो, एउटा बेडरुम, एउटा हल, एउटा किचन, एउटा बाथरुम होइन? हजुर हजुर। सो बाथरुम चाहिँ यो रहेको रहेछ, अलिअलि 4 होला। अनि यो चाहिँ हाम्रो बेडरुम। यो चाहिँ हाम्रो बेडरुम भयो एउटा परिवारको लागि यता होइन? हजुर सर। सो भनेपछि हामीले 1000 स्क्वायर फिटको एरियामा पनि 2 BHK सम्म मजाले बनाउन सक्दो रहेछ होइन? हजुर। सो हाम्रो फर्स्ट रेन्टल यो भयो। बाथरुम पनि कति साइजको छ सर यो कोठाहरू? यो बाथरुम चाहिँ 5 बाई 7 को छ सर। सो बाथरुम 5 बाई 7 छ। बेडरुम हाम्रो कति छ? बेडरुममा पनि 15 बाई 14। 15-14। अनि यो लिभिङ रुम चाहिँ 11 बाई 17 यस्तै छ सर। 11 बाई 17 ठिकै छ। अहिले हामी मोटामोटीमै जाउँ, मोटामोटीमै होइन? अहिले हामी एक्ज्याक्ट प्रिसिजनमा जानु पऱ्यो। र अर्को रेन्टलमा जानु पर्दाखेरि यहाँ अलरेडी ढोका पनि रहेछ होइन? सो ढोका खोलेर जाँदाखेरि हामी फर्स्ट सेक्सनमा आइपुग्यौँ। अहिले चाहिँ अँध्यारो रहेछ है, जस्ताले छेक्याएर। हजुर। सो भनेपछि यसमा के भनिदिनु, के छ यसमा? यो चाहिँ हाम्रो किचन भयो सर। हजुर। भित्र बेडरुम छ, भित्र पनि बेडरुम छ। अहिले जस्ताले छोपेको रहेछ, जस्ताले छोपेको छ होइन? अब यतातिर बेडरुम भयो, यतापट्टि बाथरुम होला होइन? हजुर। हाम्रो ल भनेपछि यति रेन्टल सेक्सन एरिया रहेछ। ल रेन्टलको चाहिँ हाम्रो उता पछाडिबाट चाहिँ हामी एक्सेस गर्नु छुट्टै छ चाहिँ। सो रेन्टलको लागि उताबाट, मेन क्लाइन्ट एरिया यताबाट होइन? अब यो मेन ढोका चाहिँ हाम्रो केले बनेको सर? यो काठको सर, काठको चाहिँ काठको अग्रात होला है? सो अग्रातको काठ रहेको छ। कति वाइड होला यो? यो हाम्रो 5 बाई 8 को छ। सो यो हाम्रो 5 फिटको ढोका, 8 फिटको। सो यतापट्टि हाम्रो लाइटको लागि पनि यहाँ 5 बाई 5 को विन्डो झ्याल दिनुभएको रहेछ होइन? सो हाम्रो वाटर ट्याङ्कहरूको लागि कता के छ व्यवस्था? यो हाम्रो वाटर ट्याङ्क छ। वाटर ट्याङ्क चाहिँ हाम्रो यो म्यानुअलको पोर्सन चाहिँ भित्र छ। हजुर। अनि ट्याङ्की चाहिँ बाहिर छ, पार्किङ मुनि चाहिँ। हजुर। किनकि यो हामीले भित्र सेफ्टी राखेको छ। भोलि बिहान पार्किङ गर्दाखेरि माटो धुवा धुलो भित्र जान्छ भनेर, पानी ट्याङ्की भित्र जान्छ भनेर त्यसको सेफ्टीको लागि चाहिँ हामीले भित्र राखेको छ। एक्सेस चाहिँ यहाँबाट गर्न मिल्यो। यो चाहिँ कति हजार लिटरको ट्याङ्की रहेछ? यो चाहिँ हाम्रो 12,500। 12,500 लिटर ट्याङ्की रहेको छ होइन? सो हामी चाहिँ फर्स्ट फ्लोरमा आएको छौँ। फर्स्ट फ्लोरमा के व्यवस्था छ? कति BHK छ? लिभिङ रुम मैले त ठुलो पनि देख्छु, डबल स्टोरी हाइट देखिरहेको छु। सो कता के छ भनेर सर भनिदिनु नि। यो चाहिँ हामी फर्स्ट फ्लोरमा हाम्रो यो लिभिङ रुम छ यतातिर। हजुर। किचन चाहिँ यतातिर भयो। किचन यो ठाउँमा भयो? हजुर। किचन यो ठाउँमा छ हाम्रो चाहिँ। अनि त्यता पनि अट्याच बाथरुम सहितको 2 BHK त्यता छ। हजुर। भनेपछि यो 2 BHK
दुईवटा बेडरुम छ यता अनि एउटा लिभिङ रुम छ एउटा चाहिँ हाम्रो किचन एरिया छ हजुर सो अहिले चाहिँ हाम्रो प्रोसेसमा बन्दैछ सो यतापट्टि चाहिँ हाम्रो किचन एरिया भयो भने यो ठाउँमा चाहिँ हाम्रो डबल स्टोरी हाइटको लिभिङ रुम भएको छ हजुर हजुर सो कति के छ यसको एरियाहरू यसको एरिया चाहिँ हाम्रो चाहिँ 15 बाई 14.5 को किचन छ यो चाहिँ हजुर 15 बाई 14.5 को किचन छ हजुर यो घर चाहिँ कति एरियामा बनेको रहेको छ त यो भनेको 5 आनामा बनेको यसको बिल्डअप एरिया भनेको टोटल 3500 स्क्वायर फिट छ हजुर अनि यसको यो ग्राउन्ड जुन चाहिँ घर नै बनेको प्लिन्थ एरिया चाहिँ 1100 सान्चो नभएको छ सानोमा छ भनेपछि लगभग हाम्रो 3.5 आना 4 आना जति चाहिँ बनेको रहेछ होइन हजुर हजुर सो अब हाम्रो चाहिँ यो लिभिङ रुम भयो अब यता चाहिँ बेडरुम छ यता चाहिँ अहिले दाइहरू हुनुहुन्छ सो अहिले केही नगरौँ अब यहाँ छिने बित्तिकै हाम्रो एउटा क्लोजेट एरिया भयो होला अनि यो चाहिँ हाम्रो बाथरुम चाहिँ यो बाथरुम चाहिँ हाम्रो वाल माउन्टेड बाथरुम हो यो चाहिँ हजुर 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 वाल माउन्टेड सिस्टम हालेर गर्नुभएको चाहिँ सब यतापट्टि चाहिँ अब एउटा इन्क्लोजर आएर मजाले बस्ने सक्छ कतिको बाथरुम होला यो चाहिँ हाम्रो 5 बाई 7.5 को 5 बाई 7.5 को बाथरुम है यहाँ इन्क्लोजर हाम्रो 3 फिटको आउँछ हजुर इन्क्लोजर 3 फिट आएर 3 फिटको आउँछ कमोड आएर मजाले स्पेसियस नै छ हजुर सो अब हाम्रो बाथरुम पछि हाम्रो यो सेक्सनमा आउँदाखेरि यो चाहिँ हाम्रो के रुम सर यो चाहिँ हाम्रो बेडरुम यो चाहिँ हाम्रो क्लाइन्टको बेडरुम हजुर क्लाइन्टको सो यो चाहिँ हाम्रो क्लाइन्टको बेडरुम हो होइन यो चाहिँ कति बाई कतिको रहेको छ त यो चाहिँ हाम्रो 15 बाई 11.5 फिट 15 बाई 11.5 फिटको चाहिँ बेडरुम रहेको छ हजुर जसमा चाहिँ हाम्रो प्राइभेट बाल्कनी पनि रहेको छ बाल्कनी छ सो यो डिजाइन हेर्दाखेरि मजाको कर्निस डिजाइनहरू रहेको छ जस्तो यो न्यू क्लासिकल होइन हजुर न्यू क्लासिकल डिजाइनमा मजाले यहाँबाट साङ्लाको भ्यू काठमाडौँ मजाले हेर्न पाउँछ सो हाम्रो फर्स्ट बेडरुम यो फर्स्ट फ्लोरको भने सेकेन्ड बेडरुम चाहिँ उता छ सेकेन्ड बेडरुमको लागि अहिले प्रब्लम रहेछ यो किचन भयो हामी सेकेन्ड फ्लोरमा जाउँ न त सो हामी सेकेन्ड फ्लोरमा छौँ कामहरू हुँदैछ सो हामी चाहिँ यो सेक्सन चाहिँ के हाम्रो फ्यामिली रुम जस्तो हो यो यहाँबाट मजाले हेर्दाखेरि तल डबल स्टोरी हाइट देखिँदो रहेछ यहाँबाट तल लिभिङ रुम देखिन्छ यो चाहिँ हाम्रो फ्यामिली रुम जस्तो एउटा सानो चिटिक्क परेको एरिया भयो होइन अब यो फ्लोरमा चाहिँ के छ सर यो फ्लोरमा हाम्रो 2 BHK नै छ हजुर अनि एउटा बाथरुम भयो यो हाम्रो बाहिर टेरेस छ लोवर टेरेस होइन यो चाहिँ हाम्रो बाथरुम चाहिँ यो हाम्रो तल जस्तो सेम एज तल जस्तै बाथरुम हजुर कमन बाथरुम भयो यहाँ चाहिँ वाल माउन्टेड भएको बाथरुम वाल ह्याङ्गिङ हजुर अनि त्यसपछि हाम्रो बेडरुम उतापट्टि होला यता पनि उतातिर पनि बेडरुम चाहिँ हाम्रो बेडरुम चाहिँ यो सेक्सनमा रहेको छ सो यो बेडरुम पनि सेम मास्टर बेडरुमै हो नि होइन हजुर मास्टर बेडरुम सो कति बाई कति छ यो 15 बाई 16 समथिङ यस्तै 15-16 गर्छ लगभग छ विथ प्राइभेट बाल्कनी रहेको छ होइन हजुर यता चाहिँ हाम्रो ग्रेनाइटको कामहरू हुँदैछ यताबाट हाम्रो काठमाडौँको भ्यू मजाले पनि देख्न सक्छौँ र यतापट्टि कर्निसको डिजाइनहरू भएको रहेछ कर्निसको डिजाइनहरू हो जुन चाहिँ अलिकति रोयल लुक्स र न्यू क्लासिकलकोमा एकदम पपुलर डिजाइन हो सो अब हामी यो फर्स्ट बेडरुममा आयौँ सेकेन्ड फ्लोरको अब हामी सेकेन्ड बेडरुममा जान्छौँ सो हामी चाहिँ सेकेन्ड बेडरुम फर्स्ट फ्लोरको सेकेन्ड बेडरुम सेक्सनमा छौँ ठ्याक्कै यसको तल चाहिँ तलपट्टि चाहिँ किचन रहेको छ यसको माथि चाहिँ हाम्रो बेडरुम रहेको रहेछ होइन हजुर यो पनि लगभग हाम्रो 16-17 बाई त्यस्तै होला छ यताबाट अनि हाम्रो एउटा प्राइभेट बाल्कनी रहेको छ स्लाइडिङ डोरहरू ओपन हुन्छ यहाँबाट अनि यहाँबाट हाम्रो न्यू क्लासिकल डिजाइनको कामहरू भइराखेको छ होइन त्यसपछि अब हामी लोवर टेरेसतिर जाउँ हाम्रो लोवर टेरेस सेक्सन सो लोवर टेरेसमा चाहिँ हाम्रो के कामहरू हुन्छ अब यो तलपट्टि यहाँ चाहिँ अहिले चाहिँ हाम्रो ग्रेनाइटको काम स्टार्ट भएको छ हिजोबाट हजुर अब यहाँ तल चाहिँ हाम्रो यो वाटरप्रुफको काम पनि सकिएको छ सबै हो यसको वाटरप्रुफिङ चाहिँ हाम्रो अलिक डिफ्रेन्ट किसिमले लगाएको छ हाम्रो चाहिँ यसमा हजुर टेरेसमा पनि सिट हालेको छ मेम्ब्रेन सिट चाहिँ हजुर मेम्ब्रेन सिट हालेर हाम्रो सिपेज पछि फ्युचर प्रुफको लागि चाहिँ एकदम पहिला चाहिँ डक्टर फिक्सिटको केमिकल मिक्स गरेर वाटरप्रुफिङ गरिन्थ्यो भने अब चाहिँ हाम्रो मेम्ब्रेन सिट राखेर मजाले वाटरप्रुफिङ गरेको छौँ र हाम्रो बुट्टाहरूको कामहरू यहाँ मजाले देखाएको छौँ अब हामी चाहिँ थर्ड फ्लोरमा जाउँ यो भर्याङमा चाहिँ के आउँछ सर ग्रेनाइट सिसाउ के छ यसमा यो हाम्रो पार्केटिङ कार्ड छ सर हाम्रो पार्केटिङ कार्ड छ ह्यान्डल चाहिँ सिसाउको ह्यान्डल होला के छ टफ एन्ड ग्लासको ह्यान्डल छ होइन कार्ड नै हो कार्ड जस्तो छ नि भनेपछि यसको रोयल फिनिस लुक्समा छ हजुर हामी लेफ्ट सेक्सनमा आउँदाखेरि यो सेक्सन चाहिँ के पर्यो पूजा रुम सर यो चाहिँ हाम्रो पूजा कोठा हो नि त हजुर 5 बाई 8 को छ पूजा कोठा छ यता मजाले यहाँ ढोका पूजा कोठाको लागि ढोका एक्सेस छ यहाँ बाहिरबाट झ्याल रहेको छ यताबाट फेरि काठमाडौँ मजाले देख्न सक्छ सेकेन्ड फ्लोरमा चाहिँ के छ
यहाँ चाहिँ हाम्रो एउटा लाउन्ड्री रुम भयो, हजुर एउटा पूजा कोठा भयो, एउटा पूजा कोठा भयो, एउटा बेडरुम छ, हजुर अनि बाथरुम छ एउटा। एउटा बेडरुम एउटा बाथरुम एउटा पूजा कोठा रहेको छ यो सेकेन्ड फ्लोरमा होइन त। हजुर सो सेकेन्ड फ्लोरको यो टेरेस पनि रहेछ यहाँ पनि। हजुर हजुर। सो टेरेस चाहिँ अलिकति ठुलो रहेछ, यतापट्टि टेरेसहरू। सो हाम्रो त माथि त छतै छत हुने भयो घरमा होइन त। हजुर हजुर। एकदम स्पेसियस कर्निसहरू डिजाइन लुक्स आएको रहेछ यतापट्टि सबै ठाउँमा। सो ओभरअल हाइट 10 फिटको रहेको छ सबै ठाउँमा यता पनि। र एक्चुअली हामी हाम्रो अर्को बाथरुम सेक्सन हेरौँ। यता चाहिँ हाम्रो बाथरुम सेकेन्ड फ्लोरको बाथरुम एरिया भयो नि त। यसमा पनि सिस्टम भएको सेम एज तलको जस्तै रहेको छ, इन्क्लोजर आएर मजाले यहाँ फिनिसिङमा पछि अझै पनि देखाउनु मिल्छ। र यतापट्टि हाम्रो चाहिँ बेडरुम अलिअलि ठुलो रहेको छ र पछि आउँला म यो सेक्सनमा ठुलो छ, ठुलो ग्रेनाइटको ठुलो रहेको छ। र अब हामी चाहिँ माथिको अप्पर टेरेसमा जाँदाखेरि स्टिल रहेको रहेछ, यो हेभी मेटल रहेछ होइन। र हामी माथि टप सेक्सनमा आइसकेपछि हामी र अप्पर टेरेसको सेक्सनमा पनि हाम्रो अलिकति ट्याङ्की नदेखाउने हिसाबले चाहिँ यहाँ बारहरू लगाएको रहेछ, सो द्याट पछाडिबाट सबै ठाउँबाट घरको ट्याङ्की नदेखियोस् होइन। सो यतापट्टि यस्तो रहेको रहेछ। ल सर यो चाहिँ अब हामी फाइनल कन्क्लुड गर्दाखेरि यो घर चाहिँ बिल्डअप एरिया र यसको स्क्वायर फिटहरू हिसाबमा र यसको टोटल कस्टिङ कति गएको रहेछ त? यसको बिल्डअप एरिया चाहिँ हाम्रो 3500 स्क्वायर फिट छ। हजुर। अनि चाहिँ यसको चाहिँ अहिलेसम्मको स्ट्रक्चर खर्च चाहिँ हाम्रो 1.5 करोड चाहिँ। 1.5 करोड चाहिँ जति हाम्रो यो सबै यतिसम्म बनाउनुको चाहिँ सकिरहेछ होइन त। हजुर हजुर। सो अब यो न्यू क्लासिकल हो, अझै पनि फर्दर जान्छ नै होला किनभने कर्निस वर्क्सदेखि लिएर ग्रेनाइट वर्क्स अझै पनि बाँकी नै छ। सो ओभरअल यो घर चाहिँ टोटल घर चाहिँ कति करोड जति होला त? त्यो चाहिँ 3 करोड त लाग्छ होला। 3 करोड जति लाग्छ होइन। भनेपछि आज हामी 3 करोडको घरमाथि बसिरहेछौँ। सो ओभरअल हजुरहरूले सबै भिडियोहरू हेर्नुभयो होला होइन। अब हामी 3 करोड घरमाथि बसिरहेको छौँ र फिनिसिङ हुने बेलामा म तपाईँहरूलाई अभियसली भिडियो देखाउँछु। सो अरू के भन्न चाहनुहुन्छ त? जसले चाहिँ भ्यू गरिरहनु भएको छ हाम्रो भिडियोजहरू, उहाँहरूलाई के भन्न चाहनुहुन्छ त? उहाँहरू सबैलाई म चाहिँ यदि तपाईँहरू यस्तै नयाँ इन्फर्मेसनहरू कन्स्ट्रक्सन सम्बन्धी होइन जान्न चाहनुहुन्छ भने फलो गर्नु होला। फर्स्ट अफ अल यो पेजलाई, अनि टिकटक आइडीलाई पनि फलो गर्नु होला। र घर बनाउने जसले सोच विचार राख्नु भएको छ उहाँहरूले पनि एकदम यो पेजमा राम्रो कन्टेन्टहरू भेटाउन सक्नुहुन्छ। सेल पनि होइन नलेजहरू गर्न सक्नुहुन्छ भिडियो हेरेर। र थप केही तपाईँको सुझाव सल्लाह चाहिएको छ भने पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। त्यसको लागि कन्ट्याक्ट गर्नु होला भन्न चाहन्छु। के भन्दै हामी चाहिँ भिडियो साइन अप गर्छौँ। धन्यवाद।